हाम्रो सापटार हैन के भन्छ त्यसलाई भाइ सापटार कौडोल चुनीखेल हैन यो एरिया भयो हैन यहाँ चाहिँ व्हाइट गुम्बा कपन गुम्बा चाहिँ यही छ कपन गुम्बाको यतापट्टि चाहिँ अहिले यस्तो गरेर गोकर्णेश्वर जाने बाटो छ के तपाईको भाइरल रोड हो भाइरल रोड तपाईको त गोकर्ण यहाँबाट चाहिँ गोकर्ण टक्क भाइरल रोड हुँदै गोकर्ण निस्किने बाटो छ अनि यहाँ चाहिँ हाम्रो जोसे भाइ बसिरहेछ हामी चाहिँ अब आज बिहान दाजुभाइ टक्क व्यायाम शारीरिक व्यायाम गरौँ भनेर हामी आएका छौँ र हामी हिँड्ने पनि अब गरिसक्यौँ धेरै एक्सर्साइजहरू हैन जिउहरू पुरै अब जस चलेर होला हैन एकचोटि जस फिल चाहिँ राम्रो आछ पिस आछ हैन जस आउनुपर्छ भोलि पर्सि नै आउनुपर्छ रेगुलर गर्ने सोचिरहेको छौँ हामी हैन के कसो दाइ रेगुलर गर्नुपर्छ अब रेगुलर गर्ने सोच आइरहेछ अब यो एरिया चाहिँ किन देखाएको भन्दाखेरि यहाँ चाहिँ अहिले यस्तो घरहरू छैन क्या अब यहाँ कति वर्षमा चाहिँ यो भविष्यमा घर बन्न सक्छ यहाँ भविष्यमा कति वर्षपछि चाहिँ यो घरहरू यहाँको जस्तै हुन्छ भनेर अब यो त पुरै यहाँ त अब गाम्चादेखि लिएर घर पछि घर भए पनि जस यो ठाउँमा चाहिँ यस्तो खाली थियो भनेर एउटा मेमोरिजको लागि हामीले भिडियो बनाउन लाग्यो यो ठाउँ चाहिँ यस्तो थियो है पहिला घर बन्नुभन्दा अगाडि भनेर यो चाहिँ क्रिकेट मैदान बन्न लागेको हो धेरै वर्ष अगाडि हो है तर क्रिकेट मैदान अहिलेसम्म पनि हामीले बनिसकेको छैन अब भोलि वर्ष हाम्रो बच्चाको पालोसम्म नि यस्तै होला जस्तो छ अलिक नेपाल सरकारले अलिकति खेलकुद क्षेत्रतिर चाहिँ अलिक केटाहरूलाई धेरै फोकस गराउनु पर्यो अलि युथहरूलाई अलिकति फिटनेस चाहियो क्या केटाहरू धेरै अल्छी हुँदै गयो त्योमाथि अब सामान खाने केटाहरू सरकारले त्यस्तो गर्न थालेपछि त हामी विदेश नै पठाउँछन् झन् उयो हुने भयो क्या त्यही भएर लाइफ ड्यामेज हुने भयो अब देश बनाउने युवाहरू नै अनि अल्छी एकदमै लो चाहिँ भएपछि त काम छैन युवाहरूलाई नि के भन्छु भने यसरी कुलतको बाटोबाट अलिकति निक्लिएर होइन हामी जस्तै अलिकति आफ्नो बानीलाई सुधार्दै यसरी बिहान हिँड्नाले हाम्रो शरीर पनि हेल्दी हुने जान्छ र तपाईँहरू भोलिबाट सुतिराख्नु भएको छ भने पनि भोलिबाट बिहान कुद्ने बानी बसाल हो यो चाहिँ चट्ट लगाएर डाँडा नजिकै यहीँ छ होइन माथि चढ्न यताउति हाइकिङ गर्नलाई चाहिँ नजिकै छ क्या यो एरियामा यो एउटा चाहिँ विशेषता यो एरियाको होइन जङ्गलहरू यहीँ छ अब शीतल खानलाई मान्छेहरू मर्निङ वाक बिहान एक्स्ट्रा एक्सर्साइज गर्नलाई चाहिँ यहाँ आउनलाई धेरै सजिलो छ यहीँ भएको केटाहरूलाई चाहिँ एकदमै फाइदा छ मौकाको चौका उठाउनु होला केटाहरू हस् त धन्यवाद यति भन्दै म जोसाई गुरुङका साथमा क्यामेराम्यान विवेक राई हस् त नमस्ते नमस्ते बिदा